स्वागत छ तपाईहरुलाई मेरो भ्लगमा। अनि अस्तिदेखि हाल्न सोचेको थिएँ, 3 दिन भइसक्यो अपलोड गरे, डाटाको लाग्दा अपलोड भएको छैन। अनि त्यो आधा काटेर हालेको छु यो भिडियोमा। यहाँ डाटाको कारण 3 दिन भइसक्यो अपलोड गर्न लागि, अपलोड भएको छैन। अपलोड हुन्छ फेरि क्यान्सल हुन्छ, अपलोड हुन्छ क्यान्सल हुन्छ, खोइ किन हो। डाटाको कारण हो कि खोइ किन हो, हेरौँ। अब बिस्तारै सानो बनाएर हाल्छु, के हुन्छ हेरौँ। है त ल, लाली गुराँस टिप्न गएको थिएँ अनि बनाइदिएँ, त्यो नि गएन, खोइ किन। सो लाली गुराँस हुने ठाउँ पुगिसक्यो होइन। आज केटाहरूले माछा मार्ने प्लान गरेको थियो। माछा के मारेर राख्नु होइन, अरूको ज्यान लिनु भनेको एउटा नेपालमा चाहिँ अपराधी। माछा मार्नु हुन्न केटा हो। केटाकेटीहरू माछा मारेपछि भोलिको दिनमा हजुरले पसाउनु पर्ने दिन आउँछ। खान्छौ राम्रो मानेर, तर माछा भनेको यस्तो चिज हो कि जो पानीमा मात्र पाइन्छ क्या। पानीमा मात्र पाइन्छ त्यस्तो चिजले हामीले मारेपछि भोलिको दिनमा पावर खानु। अनि त्यही भनाइ छ हामीहरूको होइन। टक्क लगाएर अब लाली गुराँस जान लाग्छु। लाली गुराँस पनि टिप्नु त नहुने हो, त्यही पनि ठिक छ। यहाँ वर्षको एकचोटि फल्छ यार, अनि नटिपेर काम छ र। खोइ हेरौँ टक्क लगाएर के हुन्छ कस्तो हुन्छ। हजुरहरूले माया सपोर्ट साथ अनि सबै चिज दिनु होला होइन। टक्क लगाएर अब जान्छु। भुलक बनाउँदा लोटी है। यस्तो मेहनत छ यार। आउँछ फेरि हुँदैन यार। ठिक छ अहिले, ठिक छ, के छैन, राम्रो छु हजुर। अब ऊ हेर लाली गुराँस देखिन आएको छैन। अब ऊ हेर, अब क्यामेरा क्वालिटी राम्रो छैन है। यस्तै चाहिँ के गर्ने, गरिबीको हालत यस्तै हुन्छ। धनी मनी भयो त आइफोन साइफोन किनिन्थ्यो। अब टक्क लगाएर गरिबहरूको के छ काम, त्यही हो। एन्ड्रोइड बाहेक केही छैन काम। ऊ त्यहाँ हेर लाली गुराँस हो नि, यहाँ तल नि छ कहाँ, यहाँनिर हेर्न। म नजिक गएर देखाउँछु टक्क लगाएर के कस्तो हुन्छ। अनि बाइचान्स रुखदेखि लोटिने पो हो कि के थाहा होइन। अहिले हामी त रमाइलो गर्न जान लाग्छौँ। अनि त्यहाँ गएर के हुन्छ, रुखदेखि लोटिने पो हो कि के हुन्छ आखिर। सर्वप्रथम हजुरहरूलाई म कुबेरबाट, सुरुवाबाट सानो मिठो सम्झना अनि माया। अब नआठास्ने यो हाम्रो लोकल हो है, अन्यथा नलिनु होला। माठास्ने भनेको एउटा गाली हो। यो अब यो काँडालाई गाली दिएको मैले हजुरहरूलाई होइन। हजुरहरू त मेरो हजुरहरू त मेरो प्राण हो। प्राण भनेपछि के हुन्छ थाहा छ नि हजुरहरूलाई। प्राण भनेको ज्यान। यस्तै गरेर चाहिँ फ्याट्टै भएपछि फ्याट्टै रहन्छ क्या। त्यहाँ पनि अलिक सम्भावना कम छ। माथि नै यहीँ जाउँ कि के हो, यहाँ नजिक जाने कहाँ ल। अब हामी छुट्टिसकेका छौँ। फुल कलेक्सन रे, फुलको कति टिप्न सक्छ हेरौँ टक्क लगाएर। ओला यहाँ त अप्ठ्यारो छ त यार, बाटो त अप्ठ्यारो छ घाँटिया। यहाँ तल छ है सजी, तल। ओए म तल गएँ, अलि तल छु म, तल जानु पर्यो। अब यहाँ मुझे कसले दिशा गरेर यार, यस्तो मान्छे पनि भेटिन्छ नि यार। छि, यस्तै छ गाउँलेतिरको होइन जिन्दगी। यहाँ स्कुलतिर टक्क आगो सागो लगाएको छ। काँडाको मान्छे कोही हुनुहुन्छ भने हेर। अनि लाली गुराँस हिमालतिरको मेन मुख्य भाग होइन। यही भएर चाहिँ नेपालको सुन्दरता अझ बढाएको छ। यसलाई हामीले जोगाउनु पर्छ, रुखलाई हामीले जोगाउनु पर्छ। रुख जोगाएन भने हामी नि जोगिँदैनौँ होइन। टक्क लगाएर फुल यस्तो हुन्छ, फुल लाली गुराँसको रुख चाहिँ यस्तो हुन्छ। अनि तल हेर्नुहोस् के कस्तो हुन्छ हेर। यस्तै हो, के गर्ने अब। लाली गुराँसको रुख चाहिँ यो अनि यो खै हेरौँ के हुन्छ। लाली गुराँसको ऊ चाहिँ यस्तो हुन्छ हेर। लाली गुराँसको के भन्छ, कोपिला
हेर्नुहोस् अब एकछिनमा देखाउँछु है हजुरहरूलाई टक्क धेरै टिपेर कलेक्सन गरेर अनि हजुरहरूलाई देखाउँछु म। यो कसैलाई मन पर्यो स्क्रिनसट गरेर हजुरहरूले आफ्नो स्टोरीमा हाल्न सक्नुहुनेछ टक्क लाएर। अनि एकछिनमा धेरै फुल देखाउँछु त्यसपछि गरौँला है। ल आँखो नि मारिदिएँ माया नि गरिदिएँ। लभ यु लभ यु ल ए मरे अब रुखमा जान्छौँ म। अहिले चाहिँ मेरो साथीको हातमा हस्तान्तरण गर्छु मोबाइल। म रुखमा गएर टक्क हजुरहरूको लागि यति फुल टिपेर यति गरेर हजुरहरूको जियाप बुढाबुढी बिहा कसैलाई नि पठाउन सक्नुहुनेछ स्क्रिनसट गरेर। हजुरहरूले चिन्ता लिनु पर्दैन हजुरहरूको लागि म छु। अनि ठिक छ लभ यु सबैलाई। मेरो साथीको हातमा मोबाइल दिन्छु म टक्क लगाएर म चाहिँ माथि रुखतिर यसो यो लालीगुराँस टिप्न जान्छु। देखाउनुहोस् त हजुर। हजुरले भइहाल्छ नहुने होइन साथीको लागि ज्यान दिन पनि तयार छु। उता देखा त एकछिन ल ल तपाईँ जान सक्नुहुनेछ लालीगुराँसको रुखतिर। ल ल है केटाहरू र सबैले साथ सपोर्ट माया गरिदिनु होला। साथीलाई पनि साथीलाई सबैले माया गरिदिनु होला। रुखबाट गिरेपछि साथ सपोर्ट गरिदिनु होला यही भन्न चाहन्छु है। हजुरहरूको लागि ज्यान दिन हाजिर छ यो। हजुरहरूको लागि ज्यान दिन हाजिर छ अरे। क्यामेरा पनि के बाङ्गोटिङमा देखाइरहेछ झिलिमिली छ। क्यामेरा पनि झिलिमिली देखाइरहेछ साथी हो के भन्ने। अब जुम गरे छैन क्यामेरा झिलिमिली देखाएको छ क्या जहन जह भइसकेको छ। ल हेर्नुहोस् क्यामेरा राम्रो आउँदैन के भएको तर देख्न सक्नुहुनेछ उता यतै बनाऊ अलि बोल्ला होइन त अभी त अहिले बोल्नु अलि बोलिएको त हो। ल ल है साथीहरू लालीगुराँस भन्ने नेपालको राष्ट्रिय फुल हो। तपाईँले साथ सपोर्ट माया गरिदिनु होला। आज शनिबारको दिन यसो लालीगुराँसको माया लागेर हामी आइसकेका छौँ। ल है हजुरहरूको जिएफबिएफलाई पठाउनुको लागि भयो ल टक्क लगाएर अब रुखबाट आयो। अनि यहाँ हेर्नुहोस् यति धेरै फुल टिप्यो अहिले लालीगुराँस। अनि यो फुल हजुर यस्तो यो चाहिँ यो अलि लालीगुराँसको बारेमा अलि भन्न चाहन्छु म। यो लालीगुराँस हो। यो चाहिँ पहाडी क्षेत्रमा धेरै पाइने गर्छ। अनि यो पहाडी क्षेत्रमा भन्दा नि यहाँ हाम्रोतिर धेरै पाइन्छ होइन। अनि यो भनेको के हो भने चाहिँ नेपालको राष्ट्रिय फुल भनेर चिनिन्छ। अनि टक्क लगाएर यो हजुरहरूले आफ्नो जिया बिहा आमा बुवा जसलाई पनि दिएर प्रपोज गर्न सक्नुहुनेछ हजुरले। यति राम्रो फुल हजुरले मिस नगरिदिनु होला। टक्क कहिले यहाँ त पहाडतिर घुम्न आए पनि हुन्छ टक्क लगाएर। यता यो चाहिँ धेरै जसो पाइने भनेको हाम्रो बाजुरा काँडातिर हो। यो हेर्नुहोस् हजुरहरूले टक्क लगाएर यो कस्तो छ के छ भनेर कमेन्टमा भनिदिनु होला। अनि हेर्न सक्नुहुन्छ सबै राम्रो छन्। यो लगेर चाहिँ अब हामीहरू यस्तो के गरौँ भने चाहिँ यो लगेर चाहिँ यसो घरमा लग्ने हो। यसो धेरै पछि आयो नि त लालीगुराँस। पहिला एकचोटि काटे चाहिँ फल्दैन नि त यो यस्तो रुखहरू एकचोटि काटे चाहिँ फल्दैन। अनि नकाटेर फल्या हो यो। टक्क हजुरहरूले यहाँ कोही काँडाको मान्छे छन् भने चाहिँ हेर्न सक्नुहुन्छ यहाँ काँडाको चलफल कस्तो छ। अनि टक्क लगाएर हजुरहरूले जहाँ जतै जे जसरी हेर्नुभएको हुनुहुन्छ त्यहाँबाट हेर्नुहोस् सक्नुहुनेछ। यस्तो छ हामी पनि यता छौँ। राम्रो फुल यहाँभित्रको यो छ नि रोक्न यस्तो गरेर यहाँभित्र देखिने छ नि त्यो के भन्छ कहाँबाट देखिन्छ ऊ त्यो कालो कालो देखिन लाग्छ नि त्यो चाहिँ मह हो क्या हो त्यो मह हो।
त्यो टक्क यस्तै गर्ने खाने यस्तै खाने यहाँको लोकल भाषा चाहिँ ओडाइ पनि हस्काउने भन्छन्। No, God, please, no! त्यो नराम्रो वर्डहरू हो, त्यस्तो भन्नुहुन्न। यस्तो गर्ने यस्तै खाने है। मिठो हुन्छ, यसले खुन पनि बढाउँछ अरे। अनि टक्क लाएर मैले चाहिँ हाम्रो यति गरौँ अनि घर जाने बेला एकछिन चाहिँ हजुरलाई देखाउँछु म। भिडियो चाहिँ पुरा हेरिदिनु होला होइन, रमाइलो हुन्छ सबैले कसैले बोर लाग्यो हुन्छ, कसैले कामबाट थाकेर के हुन्छ। हामीहरूले हजुरहरूलाई यस्तो माया साथ सपोर्ट दिइराख्नुहोस्। हामी पनि हजुरहरूलाई इन्टरटेनमेन्ट गराइराख्नेछौँ। म हजुरहरूलाई रमाइलो गराइराख्नेछु। हजुरहरूले सपोर्ट गरिदिनु होला कृपया। हजुरहरूलाई मलाई सपोर्ट गर्न हजुरहरूलाई को पुरा सपोर्ट एन्ड साथ चाहिन्छ। किनभने सपोर्ट हुनु कसैको सपोर्ट हुन भने चाहिँ कोही मान्छे पनि माथि हुन सक्दैन। त्यसैले सपोर्ट गरिदिनु होला। घरतिर जान लाग्छौँ अब टक्क लाएर। लालु गुराँस सुरास खाइयो। कोही के सोच्न लाग्यो भने के खान्छ भेडा बार्खाहरू के सोच्न लाग्यो भने ठिक छ। खाएपछि कति राम्रो हुन्छ। अब बन्दर क्या जाने अदरक का साथ भन्ने हुन्छ नि, त्यस्तै हुन्छ कि केटाहरू। अनि टक्क लाएर अब आजको भ्लग यति नै गरौँ। आज यसो माछा मार्न जाने सोचेको थिएँ, भएन। लाली गुराँस खान आयो, ठिक छ, राम्रो छ। लाली गुराँस पनि रमाइलो भयो खाएर, रमाइलो। अनि हजुरहरूले लाली गुराँस देखाउन पाइयो। अनि पहाडको मान्छे जो पनि छन् सबैले मिस गर्दै होला नि। तपाईँहरूको लागि पनि टक्क मैले पनि लिएर आएको छु। अनि के भनौँ, यस्तै छ जिन्दगी। गाउँतिर यस्तै हो, रमाइलो यस्तै हो। सहरको जस्तो यहाँ त्यहाँ जाने उहाँ जाने ठाउँ हुन्न। त्यस्तै खोला नाला नदी जङ्गल त्यस्तै ठाउँ हो यहाँ घुम्ने। ल आजको भ्लग यतिलाई। भ्लग मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। हजुरहरूले सपोर्ट नगर्नेसम्म माथि हुन सकिन्न। किनभने मान्छेले सपोर्ट नगरे अनि कसरी हुन्छ। सपोर्ट गरिदिनु होला, माया देखाइदिनु होला। म हजुरहरूको लागि अझ यस्तै इन्टरटेनमेन्ट भनौँ कि सियाली भनौँ कि खुसियाली भनौँ कि के भनौँ, यस्तो भिडियोहरू अझै बनाउनेछु। हस्त जय नेपाल, जय नेपाल, जय नेपाल। सबैले माया छ। लभ यु।